भिडियोहरू हल्लिन्छ कि हल्लिन्न स्टेबल हुन्छ कि नै ल लाली ग्रास गाइज हामी चाहिँ फर्केको है बाटो चाहिँ दामी बनाएर रहेछ पहिला 2-3 घन्टा लाग्थ्यो भने बर्डरबाट 1 घन्टामा चाहिँ हामी चिम्टेश्वर आउन सक्छौँ बाइकमा है गाडीमा त अब बाटो यस्तो छ हेरिवरि सब गरी आउनु होला लाली गुराँस भेट्ने ठाउँ जतिको चाहिँ सब टिपिसकेका छन् अब नभेट्ने ठाउँ मात्र छ कतितिर डढेलो लाहा लाली गुराँसको कोपिला फुल्दै खाएको है कोही फुलिसक्यो यहाँ रातो रातो छ अलिअलि ए सब लाली गुराँस हो यो उक्लिन्छ यस्तो बाटो चाहिँ यस्तो दामी धुलो उड्छ है सरर धुलो उडाउनु अलिकति त्यस्तो बवाल हुन्छ है ल हेर्नु हिमाल हेर्नुहोस् हिमाल बिहान उठ्ने बित्तिकै हिमाल लाली गुराँस हेर्नुहोस् बवाल फुलेछ टिप्नी हेर जाम मैले धुलो आउँछ आइसक्यो हेलिकप्टर फोटो पर्दैन होइन भिडियो हो हाम्रो यहाँ लाली गुराँस त्यहाँ हो ए ल हेर्नु यो बोटा हेर्नु ओहो आहा ल यति राम्रो लाली गुराँस कहाँ पाउँछ अन्त नेपाली बाटो यस्तो छ हेर्नु हामी त न्युट्रला हो हाम्रो त हातमा खिचेको बाटोमा हातले हेर्नुहोस् केटाहरू धुलो उड्छ भनेर लास्ट टाइममै बसिरहेको छन् लाली गुराँस हो तपाईँको यता चाहिँ है हामीले चाहिँ नटिपेको छ नि त हामीले बच्चामा पढाएको छौँ नि त नटिप्नु गोपिला नचुड्नु पाप लाग्दछ के हो यस्तो लाली गुराँस धुलो लाली गुराँस हिमाल यो क्यामेरा चाहिँ ल्यान्ठ्याङ लुन्ठुङ भयो होला यसको लागि सरी यहाँबाट त जान्छ न्युट्रलमै थाहा नि न्युट्रलमा नहालिकन हुन्छ त अनि अफ हुन्छ त ओह्रालोमा भाइ केटो पनि करा गरिरह गेडा फुट मेरो किन काट्नु पर्यो हाल्देऊ न तिमीले के चाहिँ काट्ने गरेर फेस देखे होइन के देखे होइन 10 मिनटको बाटो है यार अहिले त के हो तिम्रो नाम बहिनी परिचय पाम हिमाल जस्तै रहेछ तिमी बिहानको घाम हेर्नुहोस् कसरी ओह्रालो भयो यहाँ चाहिँ कसरी उकालो भयो ओह्रालो कसरी भयो है माथि जाने बाटो नि ओह्रालो बनाएर जान्छ हो भने यार
त्यो पानी जाने बनाएको क्या सरर साइली आइसक्यो पानी पनि देख्न पाइयो पानी देख्यो हिँडेर कहाँ फोटो खिच्नु पर्यो भने आइतन मनपर्ने धुलो उडाउने पछाडि आइसक्यो पल्लो डाँडो मात्रै घर लाउनु होला तिम्रो नि यहीँबाट यो हिलेले फोटो खिच्नुपर्छ त्यहाँ बाख्रो भनेर चाहिँ उता पल्लो डाँडोलाई यता बटार पिपलटार सब देखिन्छ अब यहाँबाट बाख्रो देखिन्छ कि हेर्नु बवाल छ नि भ्यू त तुवालो नलाए त यहीँबाट यो हेर्नु सिमाल यो चाहिँ हेलिप्याड हेलिकप्टर बाख्रोर नगरपालिका उ त्यो लामो जस्ता भएको चाहिँ बेलकोटगढी नगरपालिका हेर्दाखेरि गाउँपालिका नि पर्ने ठाउँ होइन हाम्रो चाहिँ यहाँ यस्तो यस्तो छ यी रजाइ नेपालमा तपाईँ विदेशतिर बसेर हेर्दै हुनुहुन्छ भने नभएलाई सब्सक्राइब गरिदिनु होला लाइक सेयर एन्ड सब्सक्राइब गर्नु नभुल्नु नगरपालिका हो कहाँ यहाँ हुन्छ साथीहरू झोला फुट्ला झन्डै खसेको दोस्त हिल्ली गटर त्यो एउटा हाम्रो क्लासमा नि एउटा त्यस्तै हो होइन के अरे उता नि अनि हामीसँग पढ्नेकै कन्सल्टेन्सीमा नि एउटा साथी यस्तै हो त्यो सुकुटी हाउस जाने सुकुटी आएको तल के उ छ नि गुरुङ भन्छ नि के भन्छ नि गुरुङ गाउँ हो त्यहाँनिर आयो भने यहाँ सुकुटी खाने भनेर हुन्छ भाडार जानुपर्छ यार छैन नि यस्तो राम्रो बाटोमा सरेर फनक्कै त्यो चाहिँ नगरपालिका नगरपालिका हेर्दाखेरि गाउँपालिका बनाउने बाटो नि छैन प्लिज लाइक सब्सक्राइब एन्ड